यहाँ चाहिँ हेर्नु सक्नुहुनेछ गाइस तपाईहरुले यो सुपारी छुर्पीहरु के चाहियो भने मलाई तपाईहरुले कन्ट्याक्ट गर्न सक्नुहुनेछ म तपाईहरुलाई सस्तो भन्दा सस्तो दाममा दिनेछु र त्यही भर्खर उठेको कति बजे उठेको ए म त गन 4:30 मा उठेको नि तपाई भन्दा आधी घण्टा छिटो उठेछु ल साथीहरु हामी चाहिँ अब लाग्यौ खोला र हिजोको भ्लग तपाईले हेर्नु भएको छैन भने गएर हेर्दिनु सक्नुहुनेछ त्यो भ्लग भन्दाखेरि चाहिँ मैले चाहिँ त्यो भ्लग चाहिँ आमामामा यस्तो मेहनतले हालेको गाइस हुन्छ नि सो हेलो सबैजनालाई गुड मर्निङ र आजको दिन पनि मेरो सुरु भइसकेको छ र तपाईहरु सबैजनालाई गुड मर्निङ तपाईहरुको दिन पनि राम्रो जाओस् र अहिले चाहिँ कति बज्यो भन्दाखेरि चाहिँ अहिले चाहिँ भयो तपाईको 5:39 अनि कार्की चाहिँ भित्र वाशरुममै छ उठेको छैन कार्की चाहिँ के बोले भाइ अब के बोले उठेको छैन अरे उठ्नु चाहिँ उठ्यो तर वाशरुममै छ म चाहिँ उठिसकेँ फ्रेस पनि भइसक्यो हो अनि आजको वेदर हेर्न सक्नुहुनेछ साथीभाइहरू हो आज चाहिँ घाम छैन ओभर मिस्ट टाइपको भइरहेछ वेदरै हेर्नुहोस् न हो र अहिले एकछिनबाट लाग्छ होला घाम र अब चाहिँ हामी जानुपर्ने हुन्छ 5:30 भइसक्यो गएर आज चाहिँ मैले ब्याडमिन्टन पनि बोकेको छु है त आज गएर चाहिँ मजाले खेलिदिनु पर्ने हुन्छ हो अन्त त्यति नै हो कार्की निदायो के वाशरुममै छिटो न कतिखेर ढिलो भयो त गुड मर्निङ साथी उठ्नु भयो बोकेको छु आज सानो फ्लास छैन आज ठुलो फ्लास छ हो ल साथीभाइ त्यो हिजोको फ्लास चाहिँ मैले पढाइ बिर्सेछु नि त कि शक्तिको रुममा हिजो खाना खानु जाँदा अनि आज चाहिँ ठुलो फ्लास छ है अब यतिको पानी चाहिँ खाएर चाहिँ हामी काम गर्नुपर्ने हुन्छ काम गर्नु त के अब खेल्नुपर्ने हुन्छ भनौँ न ल अब निस्किनु पर्ने हुन्छ निस्केर भेटौँ है त र अहिले भन्दाखेरि चाहिँ हामी निस्किसकेको छौँ रुमबाट पनि र अब चाहिँ गएर पर ब्याडमिन्टन खेल्नु पर्ने हुन्छ हो पार्कमा र अन्त के हो आज त फुटबल पनि खेल्दैन किनकि मैले बुटै लाएन हिजो पनि मैले लाउँछु भनेर भनेको थिएँ आज पनि लाएन मैले किनकि मैले बिर्सेछु नि त होइन अब कतिवटा कुरा चाहिँ सम्झिनु पर्ने हुन्छ मैले चाहिँ शक्तिको रुमबाट हिजो ब्याडमिन्टन त ल्याएँ तर बुटै ल्याउनु बिर्सिँदैछु र अब गएर चाहिँ ब्याडमिन्टन खेल्छु एकछिन हो त्यहाँदेखिको यताउता के गर्छु त्यहाँदेखिको चाहिँ त्यही हुन्छ फर्केर आउँछु र हेर्दै गर्नुहोस् होला आजको भ्लग पनि तपाईँहरूलाई राम्रो लाग्नेछ होला आशा गर्दछु त्यही हो किप वाचिङ हामी चाहिँ आइपुग्यो गाइस होइन पार्क पनि र अब चाहिँ हामी ब्याडमिन्टन खेल्नु पर्ने हुन्छ कता बसेर खेल्नु पर्ने कि पहिला कुदिदिउँ है जिउ तताइदिउँ न होइन कुदिनुपर्छ मजाले साथीभाइहरू अब चाहिँ हामी वक पनि सिकिसकेको छौँ हो र यहाँनिर बुबुले चाहिँ हल्का यहाँ स्कुटी सिक्दै रहेछ हल्का सिकाइदिएको नि हामीले पनि होइन अगाडिको ब्रेक लगाएन भने चाहिँ तिमी जिन्दगीभर लड्दैनौ भनेर हामीले सिकाइदिइरहेको छ अब त्यो लगायो भने चाहिँ अब ऊ लडिहाल्छ अरे नि त हामीले हाम्रो भनाइमा चाहिँ जिन्दगीमा एकछिनमा लडिहाल्छ र साथीभाइ हामी चाहिँ अब माथि गएर कुदेर ब्याडमिन्टन खेल्नुपट्टि बस्छौँ र अब त्यही हो हेर्दै गर्नुहोस् साथीहरू हाम्रो चाहिँ अहिले वार्मअप पनि भइसक्यो र अब चाहिँ हामी ब्याडमिन्टन खेल्नु जानुपर्ने हुन्छ र एकजना साथी पनि आएको छ हो उसँगै खेल्नुपर्ने हुन्छ हामी चाहिँ पानी ल्याउन पानी खाइदिउँ अब म आस्थामा भइदिएको जस्तो भइदियो त अन्त र बिस्तारै बिस्तारै गर्दै कुद्नु पऱ्यो नि त होइन अब एकैचोटि आफूलाई फोर्स गरेर 15 अब एकैचोटि आज नि अन्त जम्मै कुदिहाल्नु भोलि पनि त राख्नु पऱ्यो होला भोलिको लागि होइन साथीहरू के भन्छ तपाईँहरू आज नि अन्त कुद्नै पऱ्यो भने त म 100 कुदिन्छु नि 100 कुदिन्छु नि ल अब ब्याडमिन्टन खेल्नु पर्ने हुन्छ यता अडिटोरियमभित्र हेरौँ है त ल साथीभाइहरू हामी चाहिँ अहिले ब्याडमिन्टनहरू खेलेर पनि फर्किँदैछौँ हो र आज चाहिँ फुटबल पनि खेल्यो मजा आयो हिजो पनि खेलेकै हो फुटबल त र अन्त पुरा थाकेँ आज चाहिँ हुन्छ नि बेसी कुदाइ भइदिएर चाहिँ पुरा थाकिदिरहेको छु र अब चाहिँ सिधै पर आन्टीकोमा जानुपर्ने हुन्छ किनकि चियाहरू खानुलाई र शक्तिकोमा त नजाने नि त आज एका बिहानै नजाने भनेर चाहिँ
सोचेँ अन्त आन्टीकोमै चिया खाइदिने अहिले गएर चाहिँ र हेर्नुहोस् आजको दिनमा के हुन्छ केटाहरू कहाँ छिटो उठ्छ होइन त्यही त हामी पो छिटो उठ्छ त बिहानै अब केटाहरू त सुतिरहेको होला मस्त ल गाइस अब चाहिँ पढ गइदिएर होइन आन्टीकोमा गएर चिया खाएर भेट्नुपर्ने हुन्छ है र अन्त मैले भ्लग चाहिँ अपलोड गरिदिइसकेको छु 12 बजी आउने छ होइन र सबैजनाले माया दिनुहोस् र म सधैँ यही टाइममा हाल्नेछु 12 बजी नै सो साथीभाइहरू हामी चाहिँ आन्टीकोमा आइसक्यो हो र आन्टी चिया हुन्छ वेलकम टु माई भ्लग आन्टी हेलो भनिदिनुहोस् न हेलो आन्टी मिठो चिया बनाइदिनुहोस् न लु मिठो हुनु पऱ्यो चिया चाहिँ अब हो मैले आन्टीको यहाँ दोकान देखाइदिइसकेको छु आन्टीको घर र अब चाहिँ हामी चिया खानु पर्ने हुन्छ के हो ए यहाँ चाहिँ हेर्नु सक्नुहुनेछ गाइस तपाईँहरूले यो सुपारी छुर्पीहरू के चाहियो भने मलाई तपाईँहरूले कन्ट्याक्ट गर्नु सक्नुहुनेछ म तपाईँहरूलाई सस्तोभन्दा सस्तो दाममा दिनेछु आन्टीको भन्दा सस्तो दाममा ल त्यही अब चिया बनाउनु हुँदैछ आन्टीले हो र अब चिया खानुपर्ने हुन्छ र त्यति हो ओरियो किन न कोकोनट द्याट वान अब त्यही हो आदब दा मेरो साथी पनि छ हेलो भनिदियो त मेरो भ्लगमा त्यही हो भर्खर उठेको कति बजी उठेको ए म त झन् 4:30मा उठेको नि तपाईँभन्दा आधी घन्टा छिटो उठेछु सो साथीहरू हाम्रो चाहिँ अहिले यहाँ चिया पनि रेडी भइसक्यो हो र अन्त चिया सँगसँगै कम्बो चाहिँ हाम्रो टाइगर कोकोनट अब बाघले बाघेर खान्छ नि के टाइगर भनेको बाघ हो कि के हो बाघले त बाघै खान्छ नि तर यो कोकोनट चाहिँ कहाँबाट आयो ठिक भने अब यो खानुपर्ने हुन्छ र चिया चाहिँ एकदमै मिठो भएको बास्नाले बताइरहेको छ चिया कतिको मिठो छ भनेर अब चुप लागि म खान्छु बस सो साथीहरू अहिले चाहिँ म यहाँ रुम पनि आइसक्यो हो र चिया पनि खायो र अब चाहिँ हामी रुम सफा गर्नुपर्ने हुन्छ र एकजना त यहाँ लास्ट जस्तो भएर सुतिरहेछ हो र अब चाहिँ रुम सफा गरेर के हुन्छ कसो हुन्छ आज चाहिँ रुममै हुन्छु म मेरै केही कामहरू छ लुगाहरू धुन्छ कलेजको त्यही पनि गर्छु होला र अब के हुन्छ हेर्नुहोस् आजको दिन मेरो कसरी जान्छ म नर्मली तपाईँहरूलाई देखाउने छु त्यो के मेरो त्यो उयो कन्टेन्टको हिसाबले केही म हाल्ने छुइनँ त्यसमा हो र जे हुन्छ नर्मली म त्यही मिस्टेक जे हुन्छ जस्तो हुन्छ म हाल्नेछु र त्यति भन्दै म अहिलेको लागि चाहिँ गएँ अब चाहिँ रुम सफा गर्नुपर्छ है त ल राइट साथीभाइहरू र अब चाहिँ म रुम सफा गर्नु जाँदैछु र यत्रो बेर चाहिँ म के गरेँ भन्दाखेरि चाहिँ यत्रो बेर भन्दा पनि अहिले कति बज्यो भन्दाखेरि चाहिँ 10:19 भएछ अहिले चाहिँ टाइम हो र मैले चाहिँ यत्रो बेर के गरेँ भन्दाखेरि चाहिँ त्यो मेरो रिलहरू बनाउनु थियो इन्स्टामा र त्यही मैले बनाएँ र अब चाहिँ मैले रुमहरू सफा गर्नुपर्ने हुन्छ र भुइँको उठाएर बेडमा राखिदिन्छु र अब के हुन्छ कसो हुन्छ हेर्नुहोस् होला भ्लगमै ल गाइस मैले चाहिँ रुमहरू पनि सफा गरिसकिसकेँ हो र अब खानाको लागि चाहिँ हामीले माथि आन्टीलाई भनेको छ पर शक्तिकोमा चाहिँ नजाने माथि आन्टीलाई एक कडी भनेको छ अब त्यतै खानुपर्ने हुन्छ त्यहाँदेखिको चाहिँ हामी खोला पनि जाने भनेर सोचिरहेको छौँ र अब त्यही हो हेर्नु सक्नुहुनेछ मजाले अहिले गइन्छ ल गाइस अहिले अब माथि अब खाना खान जाँदाखेरि भेट्ने छु तपाईँहरूसँग र साथीहरू म चाहिँ अहिले माथि आन्टीकोमा जाँदैछु हो खानासाना खानुको लागि ओभर भोक पनि लाग्यो र टाइम चाहिँ 12:30 भएछ हो म जाँदैछु खानुको लागि एक कडी भनेको छ हामीले चाहिँ हो र अब हेरौँ के छ कस्तो छ मिठो हुन्छ अघि आइदिएको केटाहरू के खानु के को लागि यो चाहिँ माछा मार्नुलाई के हो ए खै रेडी भएछ आन्टी हाम्रो खोइ बनिँदैछ एक कडी भर्खर पाक्दो रहेछ अघि अता लाएर कार्कीले के को लागि यो चाहिँ माथि पानी बाइक धुनुलाई पाकेकै छैन रहेछ नि छ्या एक्साइटेड भएर आउनु मात्रै पर्दै खोला जान आँटेको अब खानासाना खाएर चाहिँ हामी वाउ मिठो मिठो अब चाहिँ साथीभाइहरू खानुपर्ने हुन्छ हो र भोक पनि लागिरहेको छ हो मजाले खानुपर्छ अब चाहिँ कस्तो बनाइदिनु भयो आन्टीले मिठो छ त अघि खाइसक्यो कि केटाहरूले त भोक लागिरहेको छ केटा हो लु जाउँ यो पनि बोकिदिनु त ल साथी हो हामी चाहिँ अब लाग्यौँ खोला आमा के साह्रो जाम हो हेलमेट नलैजानु हेलमेट खोइ बाल्टी लाउँछु म त्यो बाल्टी लाउँछु म
मजाले चलिदिनु पर्ने अब चाहिँ खोला गडम भयो त पौडी खेल्नु मन पर्थ्यो त मलाई त भयो है अब स्कुटी धोएर बाइक साइक धोएर फर्किनु पर्ने हुन्छ हामी चाहिँ हो जाँदैछ ओह्रालो खोलापट्टि खोलाइसम्म पुग्छ खोलाइसम्म पुग्छ अरे लु गइदिउँ हामी खोलाइसम्म केटाहरू पनि छ यहाँ अगाडि हो अगाडि 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 पर जाउँ हाम्रो रुम मुनि है त्यतापट्टि पनि छ जस्तो लाग्यो त्यो अस्तिको बोलाएर राखेको ठाउँमा त्यता जानुपर्छ ल साथीहरू हामी चाहिँ आइपुगिसक्यो खोला हो र अब चाहिँ केटाहरूले स्कुटी बाइक चाहिँ उहाँ हाल्ने रहेछ र अब यहाँ छेउबाट धुनुपर्ने हुन्छ हामीले चाहिँ होइन ओभर गरम भइदियो मलाई चाहिँ अब म पनि यहाँनिर डुब्की लाउनु जाँदैछु भनेर चाहिँ नसोच्नुहोस् होला लु खट्टाडा भइसक्यो है रेसपदाको स्कुटर चाहिँ उँधो जान्छ है उँधो पस्छ है कहाँ हाल्ने ब्याग उचाल्नु त दा उचालेर किन यस्तो खतरा लो 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 केटाहरूले हाल्दैछ यहाँनिर अझै आउँछ त पछाडि हो अझै आउँछ तान्नु त बिस्तारै दिलो किन अगाडि बिस्तारै बिस्तारै लु अझै आउँछ अझै अगाडि अझै अगाडि बास 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 भयो भयो र साथीभाइहरू म चाहिँ अहिले कुन खोलामा छु भन्दाखेरि चाहिँ म चाहिँ अहिले टिस्टा खोलामा छु यहाँनिर तपाईँले देख्न सक्नुहुनेछ यो चाहिँ टिस्टा खोला हो सिन्ताम चाहिँ यता माथि पर्छ हो र अन्त मेरो रुम चाहिँ यता माथि हो म तपाईँलाई देखाइदिन्छु ल यो ब्लू कलरको बिल्डिङ देख्नुहुँदैछ र त्यसको माथिको कलर नलागेको बिल्डिङमा चाहिँ म बस्ने गर्छु हो के भन्नु अब बाइकहरू धोइरहेको छ केटाहरूले चाहिँ यहाँनिर म चाहिँ यहाँ भिडियोहरू बनाइरहेको छु र तपाईँहरूलाई पनि मजा आउँदैछ होला भ्लग हेर्नु हो र हिजोको भ्लग तपाईँले हेर्नु भएको छैन भने गएर हेरिदिनु सक्नुहुनेछ त्यो भ्लग भन्दाखेरि चाहिँ मैले चाहिँ त्यो भ्लग चाहिँ आमामा यस्तो मेहनतले हालेको गाइज हुन्छ नि मेरो चाहिँ त्यो डेटा चाहिँ हिजो बेलुकै सकिएर चाहिँ अन्त आज चाहिँ फेरि भएन नि त मेरोमा नेटै हो अन्त चाहिँ म बिहानै आज त्यो ब्याडमिन्टन त्यो बिहान वक गर्नु जाँदाखेरि चाहिँ कलेजको वाइफाईबाट हालेको त्यो भ्लग चाहिँ तपाईँहरूले हेरिदिनुहोस् होला जति सक्दो माया गरिदिनुहोस् होला होइन कमेन्ट गरिदिनुहोस् के बिग्रेको छ मिस्टेक भएको छ भने तपाईँहरूले मलाई कमेन्ट गरेर भनिदिनु सक्नुहुनेछ नेक्स्ट टाइमदेखिको म त्यस्तो अब रिपिट गर्ने छैन होइन अब त्यही हो केटाहरूले धोइरहेको छ लो दामी फेरि 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 कस्तो फिल भयो वान्स मोर टाउको काट्दिनु न दामी के गरिदिएको यस्तो टाउको काट न भुइँमा सक्छ भने यहाँनिर चाहिँ होइन टाउको काट्नु पर्यो लु च्यालेन्ज उसलाई ल साथीहरू अब चाहिँ हाम्रो सबै भिडियोहरू पनि भइसकिसक्यो र अब चाहिँ हामी रुम निस्किनु पर्ने हुन्छ र मेरो फोनमा चाहिँ ब्याट्री पनि छैन चार्ज पनि छैन र अब चाहिँ हामी छिटो गरेर निस्किनु पर्ने हुन्छ स्कुटीहरू पनि चकाचक भइसकिसक्यो धोएर बाइकको त कुरै नगरौँ यार ओहो सो अलराइट साथीभाइहरू अहिले चाहिँ म खोलाबाट रुम पनि आइसकिसकेँ लुगाहरू धुन्छु भनेर सोचेको थिएँ मैले अब त्यो चाहिँ धुनु पाइनँ किनकि म आएर एकछिन सुतेको थिएँ र अहिले चाहिँ टाइम चाहिँ कति भएछ भन्दाखेरि चाहिँ 5:14 भइसकेको छ
र म केही गर्दिनँ अब पर शक्तिकोमा गएर खानासाना बनाएर खानुपर्ने हुन्छ र आजको भ्लग पनि म यहीँनिर एन्ड गर्दछु मेरो टेरेसबाट अन्त अरू त केही छैन भन्नुपर्ने अब खाना खाएकोहरू त म हाल्दिनँ त्यसै पनि लेन्दी हुन्छ हो सो आजको लागि चाहिँ यति नै थियो होप तपाईँलाई राम्रो लाग्यो होला अनि इफ यु आर न्यू टु माई च्यानल सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनुहोस् होला है त ल अनि हिजोको भ्लग हेर्नु भएको छैन भने यहाँ माथि आई बटनमा छ हेर्नुहोस् होला बाई बाई गएला Oh, you know I'm famous, but I ain't got no money. तिमीलाई पनि यो कुरा थाहै छ नि